Hello everyone, good morning. Welcome back my YouTube channel. स्वागत छ तपाईहरुलाई मेरो अर्को नयाँ एपिसोडमा हैन। अनि के गर्दै हुनुहुन्छ? बिहानीको समय छ हैन, आरामै हुनुहुन्छ होला। अनि म पनि एकदम आरामै छु हैन। अनि आज चाहिँ मैले भिडियोमा के लिएर आए त भन्दाखेरि पक्कै पनि तपाईहरुले भिडियोको अगाडिको थम्बनेल हेरेर थाहा पाइसक्नुभयो होला, त्यही हो हैन। अनि आज चाहिँ मैले धेरै समय पछाडि चाहिँ त्यही कुकको हैन खाना सब्जीको मैले चाहिँ भिडियो लिएर आएको छु हैन। अनि हेरिदिनु होला, के कस्तो लाग्छ, लाइक कमेन्ट शेयर सब्सक्राइबर गरिदिनु होला है त। अनि म चाहिँ अब चाहिँ भने भिडियो सुरु गर्छु है त। अनि म फर्स्ट अफ अल तपाईहरुलाई देखाउँछु आजको मौसम हैन। आज चाहिँ अनि बिहानैबाट घाम चाहिँ लागिसकेको छ है त। अनि घाम चाहिँ राम्रै लागिरहेछ। हिजो चाहिँ धुम्म भइरहेको थियो, अनि आज चाहिँ भने मजाले घाम लागेको छ। अनि तपाईहरुकोतिर के कस्तो छ कमेन्ट बक्समा लेख्नु होला है त। अनि यस्तो छ हैन, घाम मजाले एकदम मजाले लागेको छ है त साथीहरु। पारिभित्ता को हो यो चाहिँ। अनि मैले चाहिँ अब खाना सब्जी गर्नुपर्ने हुन्छ हैन। अनि त्यही भएर भिडियो चाहिँ म किचनतिर लान्छु है त। पानीले घरहरु पनि यस्तरी हेर्नु न, यस्तो पानी पर्छ। अनि खाँदिएको ओह्रालै म त खाँदिन्छु हैन। अनि मैले चाहिँ यहाँनिर दाल बसाउनु भनेर दाल पनि रेडी गरिसकेको छु। अनि यहाँ टक्क अब चाहिँ यहीँनिर एकैचोटि तेल सेल लाउने अनि गर्ने भनेर त। अनि चाहिँ यस्तो छ, कालो छ है त। अहिले चाहिँ भने साथीहरु म चाहिँ बारीमा सब्जी टिप्नको लागि भनेर जाँदैछु हैन। सब्जी चाहिँ तर्सीको मुन्टा देखाउँछु है त। ओह्रालो जानुपर्ने हुन्छ। यता मुन्टा टिप्ने ठाउँमा आइपुग्या हौ हैन। अनि यहाँनिर तर्सीको मुन्टा है त साथीहरु। तिमी हुन्छ भन जेसुकै होला, यो मायाको सागर यस्तो टिप्नु पर्ने हुन्छ है त। फाइनली साथीहरु मैले चाहिँ टिपिसकेको छु हैन यो एक कल्लामा। अनि यति आएको छ। अनि आलु पनि, यो आलु चाहिँ मुसाले बाहिर निकालेको रहेछ। अनि त मैले बोकेर हिँडेको है त। त्यही हो, अब चाहिँ भने घरतिर लागे है त। फुल फुलिरहेछ है गाइसहरु।
फाइनली साथीहरू अब चाहिँ भने यसलाई चाहिँ घाम चाहिँ भने लाग्नै छोडिसकेको छ है साथीहरू। अघि चाहिँ कस्तो राम्रो घाम लागिरहेको थियो, अहिले भने चाहिँ मन्द 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 लागिरहेछ। आकाशको अवस्था यस्तो छ है त। अनि मैले चाहिँ यहाँ टक्कसँगले सब्जी केलाइसकेको छु होइन। अनि अब चाहिँ भने यसलाई धोएर पकाउने छु है त। अनि आलु पनि यत्रो यत्रो फलिसकेछ। यो चाहिँ मसाले क्या कोट्टाएर चाहिँ यस्तो भएछ। फाइनली साथीहरू धोइसकेको छु। बनायो
फाइनली साथीहरू खाना चाहिँ यत्रो थालबाट खाइसकेको छु होइन। अनि अब चाहिँ भने यो टक्क हेर्नुहोस् न कति साह्रो मेरो किचनको हालत। अनि अब चाहिँ भने म यो सबैलाई ट्याक ट्याक टुक टुक ट्याक ट्याक टुक टुक होइन गरेर धुनुपर्ने छ। अनि धोइसके पछाडि फेरि भेटौँला है त। फाइनली साथीहरू मैले चाहिँ भाँडाकुँडा पनि सबै चाहिँ धोएर पनि आइसकेको छु। अनि मैले चाहिँ किचन पनि सबै सफा गरिसकेको छु। यिनीहरू त जाँदैन। अनि ट्याक्कै यस्तै हो भन्दै अनि आजको मेरो भिडियो चाहिँ यति नै भन्न चाहन्छु। अनि मेरो भिडियो के कस्तो लाग्छ कमेन्ट गर्नुहोला, लाइक सेयर अनि सब्सक्राइब पनि गरिदिनु होला भन्दै आजलाई चाहिँ बाई बाई, लभ यु अल।